हेलो नमस्ते। म दीपक ठटाल। तपाईहरु हेर्दै हुनुहुन्छ दीपक दासाइन च्यानल। आज पनि तपाईहरुको सामु एकदमै छोटो कहानी लिएर आएको छु। एक दिनको कुरो हो, असारको बेला अलिअलि पानी परिराखेको थियो। त्यो बेला चाहिँ एकजना किसान दाइ चाहिँ खेतमा जाँदै हुनुहुन्थ्यो र उहाँले चाहिँ गम्बुट जो चाहिँ जुत्ता लगाउनु भएको थियो अनि त्यो लगाएर जाने क्रममा चाहिँ एउटा रुखको फेदमुनि पुगेर त्यो जुत्ता राख्नु भएछ त्यहाँ। अनि राखेर उहाँ चाहिँ खेतमा काम गर्नको लागि, आली लगाउनको लागि उहाँ चाहिँ खेतमा जानुभयो। अनि मजाले आली लगाइराख्नुभयो। त्यतिबेलै केटाकेटीहरू उहाँकै अलिक पर तलतिर पानी भइरहेको ठाउँमा चाहिँ त्यहाँनिर केटाकेटीहरू 6-7 जना केटाकेटीहरू खेलिरहेका थिए। अनि अभियसली हो, अब झरी पर्दाखेरि हामी पनि असार साउनतिर गाउँघरमा त्यसरी नै खेल्थ्यौँ, त्यसरी नै खेलेर हुर्केको हामी पनि हो, तपाईँहरू पनि हो, होइन? त्यस्तै ती 6-7 जना केटाकेटीहरू चाहिँ खेलिरहेका थिए। अनि उनीहरूले खेलिसकेर चाहिँ घरतिर फर्किने क्रममा आलिआलि आउँदै थिए। अनि आउँदाखेरि त्यो रुखको फेदमुनि आइपुगे। आउँदाखेरि त्यहाँनिर चाहिँ जुत्ता, गम्बुट देखे। अनि त्यो देख्दाखेरि अब केटाकेटीको मन हो, उश्रृङ्खल टाइपको हुन्छ नि त, हामी पनि त्यस्तै थियौँ। अनि ती केटाकेटीले के सोचेछन् भने, एकजनाले भनेछ, यो जुत्ताभित्र चाहिँ बालुवा र गिटी हालिदिउँ, कसले हालेको थाहा हुँदैन पछि किसानलाई भनेर चाहिँ, त्यो दाइलाई चाहिँ थाहा हुँदैन भनेर चाहिँ भनेछ क्या। अनि त्यो भन्दाखेरि अनि एकजना जो बच्चा थिए उसले चाहिँ होइन त्यसो गर्नु हुँदैन, भरे उहाँले लगाउँदाखेरि अनि खुट्टामा घोच्छ अनि काट्छ अनि कहाँ हुन्छ, पछि बुवा आमालाई फेरि खोजेर फेरि हामीलाई कुट्नुहुन्छ भनेर भनेछ क्या। अनि बरु यसो गरौँ न, हामीलाई बुवा आमाले दिएको 10, 15, 20, 50 रुपियाँ कति छ त्यो पैसाहरू चाहिँ सबै कलेक्सन गरेर यो जुत्ताभित्र हालिदिउँ अनि हामी पर बसेर हेरौँ के भन्नु हुँदो रहेछ भनेर चाहिँ उसले चाहिँ सल्लाह दिएछ क्या। अनि त्यो भएपछि अब खाजा खानको लागि पहिले अब बुवा आमाले दिएको जति थियो उनीहरूसँग एकट्ठा बनाएर चाहिँ त्यो गम्बुटभित्र त्यो जुत्ताभित्र हाल्दैछन् क्या। अनि त्यो हालिसकेपछि उनीहरू अलिक पर गएर एउटा ठुलो आलीको छेउमा बसेर उनीहरूले चाहिँ च्याउँदै हेर्दै खेल्दै त्यहीँ बसेका रहेछन् कि। अनि अब 12 बज्यो, अब खाना खानको लागि जो चाहिँ आली लगाइराख्नु भएको थियो दाइ, त्यो दाइ चाहिँ जुत्ता लगाउन लागि रुखमुनि आउनुभएछ। अनि आउँदाखेरि उहाँले चाहिँ त्यो जुत्ता लगाउनु भयो। अनि त्यो जुत्ता लगाउँदाखेरि उहाँको खुट्टा चाहिँ हल्का बिजाएछ। अनि के छ त भनेर भित्र हेर्नुभएछ क्या। अनि त्यो भित्र हेर्दाखेरि चाहिँ त्यहाँनिर चाहिँ पैसा रहेछ। अब 10, 20, 50 गरेर चाहिँ अब त्यहाँ कलेक्सन भएको पैसाहरू, होइन? त्यो देखेपछि अचम्मित हुनुभएछ, यो पैसा कसको हो भनेर चाहिँ एकदमै उहाँले चाहिँ कराउनु भएछ। कसको हो, तपाईँहरूको हो भने लिएर जानु, कसैले राखेको भने लिएर जानु भनेर चाहिँ कराउनु भएछ क्या। अनि कराउँदाखेरि कसैले पनि अब त्यहाँ मान्छे नै थिएन। ती बच्चाहरूले चाहिँ परदेखि हेरिराखेका रहेछन् क्या। अनि मुसु मुसु हाँसिरहेका छन्। अनि आकाशतिर हेरेर ती आली लगाउने दाइले चाहिँ, परमेश्वरी तपाईँले चाहिँ यो पैसा दिनुभयो, एकदमै धन्य छ प्रभु, तपाईँको महिमालाई चाहिँ म कहिले बिर्सिन्न। तपाईँले यो दिनुभएको पैसालाई चाहिँ मैले एउटा खेतालालाई पनि दिने भयो, मसँग पैसा थिएन भनेर चाहिँ आकाशतिर हेरेर भगवानलाई हेरेर उसले चाहिँ ढोगेर चाहिँ हिँडेछ क्या। अनि ती केटाकेटीहरू मुसु मुसु हाँस्दै उनीहरू पनि घरतिर गएछन् क्या। हो, यो कथाबाट तपाईँ हामीलाई कसरी बुझ्न सकिन्छ भन्दाखेरि, अहिले सामाजिक सञ्जालमा प्र्याङ्कको नाममा यति दुःख दिन्छ नि मान्छेलाई, मजाको लागि चाहिँ अरूलाई दुखित बनाइन्छ क्या। अब उसले प्र्याङ्क गर्छ, आफ्नो लागि गर्छ, तर त्यो अर्को थर्ड पर्सनलाई चाहिँ दुःख हुन्छ क्या। उसले कहिले पनि त्यस्तो सोचेको हुँदैन कि प्र्याङ्क गर्छन् मलाई भनेर, किनकि उसलाई चाहिँ खुसी हुन्न क्या। उसलाई प्र्याङ्क गरेको हुन्छ। त्यो प्र्याङ्क गर्ने व्यक्तिले चाहिँ भ्युजको आधारमा, हरेक कुराको आधारमा चाहिँ उसले चाहिँ अर्न गरेको हुन्छ, मजा लिइरहेको हुन्छ र दर्शकको सामु मजाक बनाइरहेको हुन्छ। त्यसैले त भन्ने गरिन्छ नि, यस्तो काम गर्नुहोस् तपाईँले, तपाईँको मजाले अर्को व्यक्तिको, दुखी व्यक्तिको अनुहारमा खुसी छाओस् क्या। त्यस्तो खालको तपाईँ हामीले चाहिँ मजाक गर्नुपर्छ। तपाईँको मजाले अरूको अनुहारमा हाँसो छाओस्, खुसी छाओस् भन्न चाहन्छु। हस्त नमस्ते।